चन्द्रवीरले खनेको बाटोमा अहिले गुड्छन् गाडी। श्रीमती पनि दृष्टिविहीन र छोराहरू पनि दृष्टिविहीन भएपछि आवजात गर्न निकै कठिन भयो। राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 3 7 तलेका चन्द्रवीर ओलीले बुढेसकालमा 2 वर्ष लगाएर बाटो खन्नुभयो। न त कसैले त्यो बाटो खन्न सहयोग गरे, न त कसैले चासो नै दिए। एक्लै 2 वर्ष लगाएर 2 किलोमिटर बाटो खनेका चन्द्रवीरलाई अहिले भने निकै सहज बनाएको छ। चन्द्रवीरले गोरेटो बाटो खनेपछि त्यहाँ तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ। 2073 सालमा ओलीले 2 वर्ष लगाएर बनाएको गोरेटो बाटो सडकमा परिणत भएको हो। अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटो चल्छन्। खामरी जान त्यही छोटो बाटो प्रयोग गर्ने गरिएको छ। उहाँका 5 छोरा र 1 छोरी थिए। एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो। अहिले भएका 4 छोरा मध्ये कान्छो छोराले मात्रै आँखा देख्नुहुन्छ, अन्य 3 छोराले आँखा देख्नु हुँदैन। छोराछोरीको लागि खनेको त्यो बाटोबाट अहिले त्यो गाउँका मानिसहरू आवजावत गर्न समेत सजिलो भएको छ। उहाँले भिरपाखालाई 2 किलोमिटर बाटो कोदालो, गैती, बन्चरो लगायतको सहायताले खन्नु भएको हो। अहिले उहाँका जेठो छोरा काठमाडौँमा दोहोरी साँझमा